वैज्ञानिकहरू भविष्यतर्फ ठूला कदम चाल्दैछन्। अब उनीहरूले यस्तो कम्प्युटर बनाउँदैछन् जुन सुनिदा साइन्स फिक्सन जस्तो लाग्छ। मानव मस्तिष्कका वास्तविक कोषहरू ब्रेन सेल प्रयोग गरेर जीवित कम्प्युटर। कल्पना गर्नुहोस्, आजका निर्जीव सिलिकन चिपहरूको सट्टा मस्तिष्कका ससाना जीवित तन्तुहरू अर्थात् ब्रेन अर्गनोइड्सले स्थान लिनेछन्, जसले कुनै पनि मेसिनले सक्दैन भन्ने काम सिक्न र सोच्न सक्नेछन्। यी अर्गनोइड्स प्रयोगशालामा हुर्काइएका न्युरोनका समूह हुन्, जसले आपसमा सम्बन्ध बनाउन, सन्देश प्रशोधन गर्न र नयाँ चुनौती अनुसार अनुकूलन गर्न सक्छन्, ठ्याक्कै हाम्रो मस्तिष्क झैं। यो उत्साह व्यर्थ होइन। हाम्रो मस्तिष्क अद्भुत रूपमा ऊर्जा सक्षम छ। पिक्का बल्बले प्रयोग गर्ने जत्तिकै बिजुलीमा यति जटिल काम गर्छ जुन सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरलाई समेत असम्भव जस्तो लाग्छ। तर आजका कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीहरू साधारण काम गर्न पनि अत्याधिक बिजुली खर्च गर्छन्। जीवित कम्प्युटरहरूले भने नयाँ क्रान्ति ल्याउन सक्छन्। सुपर कम्प्युटर भन्दा तीव्र तर निकै कम ऊर्जा चाहिने, जसले तिनीहरूलाई बुद्धिमान मात्र होइन वातावरण मैत्री पनि बनाउँछ। साधारण कम्प्युटरहरूले आदेश पालना मात्रै गर्छन्, तर यी बायो कम्प्युटरहरूले वास्तविक समयमा नयाँ सम्बन्ध बनाउँदै जानकारी प्रशोधन गर्छन्। न्युरोनको लचकदार जालले तिनीहरूलाई सिक्न, प्रयोग गर्न र मानिसले प्रोग्रामै नगरेका समाधान निकाल्न सक्षम बनाउँछ। यही क्षमताले तिनीहरूलाई आकर्षक र भविष्यका कठिन चुनौतीहरू समाधान गर्न आशाजनक बनाएको हो। सन् 2022 मा एउटा ऐतिहासिक क्षण आयो। वैज्ञानिकहरूले एउटा मिनी ब्रेन अर्थात् ब्रेन अर्गनोइड्सलाई पङ भन्ने खेल खेल्न सिकाए। सुरुमा केही थाहा थिएन, तर अभ्याससँगै तिनका न्युरोनहरूले खेलमा सुधार देखाए, जसले उनीहरू आफै सिक्न सक्छन् भन्ने प्रमाण दियो। त्यसपछि अनुसन्धानकर्ताहरूले अझ ठूला अर्गनोइड नेटवर्क बनाउँदै, जटिल कामहरूमा लगाउँदै र कसरी स्मरण शक्ति र जानकारी भण्डारण हुन्छ भन्ने बुझ्न प्रयास गरिरहेका छन्, ठ्याक्कै हाम्रो दिमाग झैं। भविष्य हेर्दा वैज्ञानिकहरूको आशा छ कि बायो कम्प्युटरले केवल ग्याजेट चलाउने मात्र होइन, मानव मस्तिष्कका रहस्य खोलेर मस्तिष्क रोगहरूको उपचार, छिटो औषधि विकास र अर्थ बुझ्ने स्तरसम्मको कृत्रिम बुद्धिमत्ता सम्भव बनाउनेछन्। यसैसँग जीव विज्ञान र कृत्रिम बुद्धिमत्ता बीचको रेखा धमिल्याउँदै नैतिकता, सुरक्षा र नियन्त्रणका नयाँ प्रश्न पनि उब्जनेछन्। यो यात्रा भर्खर सुरु भएको हो, तर कम्प्युटिङको भविष्य अझ शक्तिशाली मात्र होइन, रहस्यमय र जीवित समेत हुन सक्छ।